हामीले हाम्रो शरीरको तौल घटाउनका लागि हर हिसाबले मेहनत गरिरहेका छौँ। एक्सर्साइज गर्छौँ, वर्कआउट गर्छौँ, बेलुकाको समयमा जिम जाने गर्छौँ, पैसा खर्च गर्छौँ, त्यसका साथसाथै आफ्नो मर्निङ वाकमा जाने, त्यस्तै गरेर बेलुकामा इभिनिङ वाकमा गएर पनि हाम्रो समय पनि खर्च गरिरहेका छौँ। तर पनि हाम्रो शरीरको तौल चाहिँ घटिरहेको छैन, शरीरको तौल जतिको तति भइरहेको छ। अब हामीले मुख्य एउटा गल्ती के गरिरहेका छौँ भने हामीले जे पाए त्यही खाइदिएको कारणले गर्दाखेरि हामीले खाने क्वान्टिटीमा पनि हामीले त्यो ध्यान नदिँदाखेरि चाहिँ तपाईँको शरीरको तौल चाहिँ कम भइरहेको छैन है त। मेन भनेको तपाईँको शरीरको तौल कम गर्नको लागि खानपिन एकदमै इम्पोर्टेन्ट रहन्छ। तपाईँले के खाइरहनु भएको छ त्यसमा विचार गर्नुपर्ने हुन्छ। अब हामीले खाना चाहिँ के खाने भन्दै गर्दाखेरि चाहिँ विशेष गरेर शाकाहारी भोजनमा चाहिँ तपाईँले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। सात्विक भोजनमा चाहिँ ध्यान दिन सक्नुहुन्छ। हरियो सागसब्जी लगायतका सलाड्सहरूको प्रयोग गर्न सक्नुहुन्छ। खानामा तपाईँले जतिसक्दो सलादलाई एड गर्नुभयो भने यसले पनि तपाईँको वजनलाई कम गर्नको लागि मद्दत गर्छ। यदि तपाईँ मांसाहार हुनुहुन्छ भने चाहिँ तपाईँले माछाको सेवन गर्न सक्नुहुन्छ। त्यस्तै गरेर रातो मासुलाई टोटल्ली कट अफ गरेर अगाडि बढ्नुभयो भने तपाईँको वजन कम गर्नको लागि चाहिँ एकदमै मद्दत गर्ने गर्दछ। यति मात्र नभएर तपाईँ चाहिँ उपवास बस्न सक्नुहुन्छ, फास्टिङ बस्न सक्नुहुन्छ। इन्टरमिडिएन्ट फास्टिङ भनेको एकदमै सजिलो पनि छ, त्यो पनि फलो गर्न सक्नुहुन्छ। शरीरको तौल घटाउनको लागि चाहिँ डिटेल भिडियो मैले युट्युबमा राखेको छु। युट्युबमा डाक्टर रूपेश सर्च गरेर हेर्न सक्नुहुन्छ है त। अर्को भिडियोमा भेट्नेछौँ। नमस्ते।